खरिदारको प्रथम पत्र अन्तर्गत 2082 वैशाख 20 गते सोधेका क्वेसनहरूको बारेमा आज हामी यस भिडियो अन्तर्गत रहेर छलफल गर्नेछौँ। क्वेसन नम्बर 1, सौर्यमण्डलमा रहेका तल उल्लेखित ग्रहहरू सानोबाट ठुलो क्रममा कुन ठिक छ भनेको छ। ग्रहहरूमा चाहिँ बुध, शुक्र, पृथ्वी, मङ्गल र अरुण ग्रहहरू दिएको छ। यिनीहरूलाई चाहिँ सानोबाट ठुलोको आधारमा मिलाउँदा यसको सही क्रम हुन जान्छ अप्सन नम्बर सी। सबैभन्दा सानो ग्रह बुध, त्योभन्दा ठुलो चाहिँ मङ्गल ग्रह, त्यसभन्दा ठुलो शुक्र ग्रह, त्योभन्दा ठुलो पृथ्वी ग्रह र पाँचौँमा चाहिँ अरुण ग्रह। यो क्रम चाहिँ एकदमै सही रहेको छ। क्वेसन नम्बर 2, खग्रास सूर्यग्रहण बढीमा कति समयसम्म हुन्छ? 8 मिनेट, 6 मिनेट, 4 मिनेट र 2 मिनेट भनेको छ। खग्रास सूर्यग्रहण चाहिँ बढीमा 8 मिनेटको हुने गर्दछ। त्यसै गरी क्वेसन नम्बर 3 मा रहेको छ, विभिन्न भौगोलिक उपनाम र सोसँग सम्बन्धित ठाउँबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्। यहाँ चाहिँ भौगोलिक उपनाम र विभिन्न ठाउँहरू दिएको छ। एमा दिएको छ नाइलको उपहार। नाइलको उपहार भनेर कुन ठाउँलाई चिनिन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ इजिप्टलाई चिनिन्छ। त्यसै गरी बीमा दिएको छ सेतो हात्तीको देश भनेर कुन देशलाई चिनिन्छ? सेतो हात्तीको देश भनेर चाहिँ थाइल्यान्डलाई चिनिन्छ। सीमा दिएको छ चिनीको भाँडो। चिनीको भाँडो भनेर चाहिँ क्युबा देशलाई चिनिन्छ। र डीमा दिएको छ आँसुको ढोका। आँसुको ढोका भनेर जेरुसलेमलाई चिनिन्छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी। क्वेसन नम्बर 4, पृथ्वीको सतहदेखि कति किलोमिटर माथिसम्म वायुमण्डल फैलिएको छ? 690 किलोमिटर, 780 किलोमिटर, 860 किलोमिटर र 960 किलोमिटर। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। पृथ्वीको 960 किलोमिटर माथिसम्म चाहिँ वायुमण्डल फैलिएको छ। क्वेसन नम्बर 5, तल दिएको राजा र सम्बद्ध घटनाबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्। यहाँ चाहिँ विभिन्न राजाहरूको नाम र तिनीहरूसँग सम्बन्धित घटनाहरूको आधारमा हामीले जोडा मिलाउनु पर्ने हुन्छ। एमा दिएको छ महेन्द्र मल्ल। महेन्द्र मल्ल चाहिँ कुन घटनासँग सम्बन्धित छन् त साथीहरू? यो चाहिँ 4 को पर्जा मर्दा छाक छोड्ने राजा भनेर पनि चिनिन्छ महेन्द्र मल्ललाई। बीमा दिएको छ सुपुष्पदेव। सुपुष्पदेवले चाहिँ पशुपतिनाथको देवल बनाउने राजा रहेका छन्। प्रताप मल्ल। प्रताप मल्ल चाहिँ हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा हुन्। र डीमा दिएको छ नरेन्द्रदेव। नरेन्द्रदेवले चाहिँ मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा चलाउने राजा रहेका छन्। यसको आधारमा यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी। क्वेसन नम्बर 6, विश्वका प्रमुख क्रान्ति र क्रान्ति भएको मिति सम्बन्धमा जोडा मिलाई सही उत्तर छान्नुहोस्। एमा दिएको छ साथीहरू औद्योगिक क्रान्ति। औद्योगिक क्रान्ति कहिले भएको थियो त? यो चाहिँ 18औं शताब्दीमा भएको थियो। बीमा दिएको छ फ्रान्सेली क्रान्ति। फ्रान्सेली क्रान्ति चाहिँ 1789 देखि 1799 सम्म चलेको थियो। सीमा दिएको छ अमेरिकी क्रान्ति। अमेरिकी क्रान्ति चाहिँ 1775 देखि 1783 सम्म चलेको थियो। डीमा दिएको छ रुसी क्रान्ति। यो चाहिँ सन् 1917 मा भएको थियो। त्यसैले यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए। नुनखानी पाइने थाक खोला नेपालको कुन जिल्लामा पर्दछ? मनाङ, दैलेख, मुस्ताङ र हुम्ला भनेको छ। नुनखानी पाइने थाक खोला चाहिँ नेपालको मुस्ताङ जिल्लामा पर्दछ। त्यसै गरी क्वेसन नम्बर 8 मा रहेको छ, औद्योगिक क्रान्तिको सुरुवात सर्वप्रथम कुन क्षेत्रबाट भएको थियो? हतियार उत्पादन, खाद्यान्न उत्पादन, कपडा उत्पादन र भाँडाकुँडा उत्पादन। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। इन्डस्ट्रियल रिभोल्युसन अथवा औद्योगिक क्रान्तिको सुरुवात चाहिँ सर्वप्रथम कपडा उत्पादनको क्षेत्रबाट भएको थियो। क्वेसन नम्बर 9, दोस्रो विश्वयुद्धको सन्दर्भमा देखाएका कथनहरू पढी उपयुक्त विकल्प छान्नुहोस्। एमा दिएको छ दोस्रो विश्वयुद्ध 1939 अक्टोबरदेखि सुरु भएको थियो। बीमा दिएको छ इटाली, जापान, जर्मनीको सैनिक गुटलाई एक्सिस पावर भनिन्थ्यो।
त्यसैगरी सीमा दिएको छ दोस्रो विश्वयुद्ध हुनुको कारण पेरिस र भर्सेलिजको सन्धि पनि मानिन्छ भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, भनाइ बी र सी मात्र सही रहेका छन्। यो भनाइ ए चाहिँ गलत रहेको छ। दोस्रो विश्वयुद्धको सुरुवात 1939 अक्टोबरदेखि होइन सेप्टेम्बरबाट चाहिँ सुरु भएको थियो। क्वेसन नम्बर 10, नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा कहिले घोषणा गरिएको हो? 2065 जेठ 15 गते, 2063 जेठ 4 गते, 2052 फागुन 1 गते र 2047 चैत 26 गते भनेको छ। नेपाललाई चाहिँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा विक्रम सम्वत 2065 जेठ 15 गते घोषणा गरिएको थियो। यसै दिन चाहिँ नेपालमा गणतन्त्र स्थापना भएको हो। क्वेसन नम्बर 11, तलको प्रश्नमा दिएको प्रश्नवाचक चिन्ह रहेको स्थानमा उपयुक्त विकल्प छनौट गर्नुहोस्। 7, 12, 22, 42, 82 र यसपछि चाहिँ क्वेसन मार्क गरेको छ। के हुन्छ त साथीहरू यस क्वेसन मार्क भएको स्थानमा? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, 162 हुन्छ। यो कसरी हो भन्नुहुन्छ भने यसमा चाहिँ प्रत्येक अङ्कलाई 2 ले मल्टिप्लाई गर्दा 2 घटाउँदा यो दोस्रो अङ्क आउने गर्दछ। जस्तै यहाँ 7 दिएको छ, 7 × 2 गर्दा 14 आउँछ, 14बाट 2 घटाउँदा चाहिँ 12 आउँछ। त्यसै गरी 82 × 2 गर्दा 164 हुन्छ, 64बाट 2 घटाउँदा चाहिँ 162 सही उत्तर हुन जान्छ। क्वेसन नम्बर 12, कुन चित्रले प्रश्नवाचक चिन्हको ठाउँ पुरा गर्दछ भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए। क्वेसन नम्बर 13, तल दिएको कुन शब्द अरूसँग सम्बन्धित छैन? इल, लबस्टर, गङ्गटो र झिङ्गा भनेको छ। कुन चाहिँ छैन त साथीहरू? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर डी, झिङ्गा चाहिँ यी अरूसँग सम्बन्धित रहेको छैन। क्वेसन नम्बर 14, अरूभन्दा फरक कुन छ? क्यालेन्डर, इयर, डेट र मन्थ। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए, क्यालेन्डर चाहिँ अरूभन्दा भिन्न रहेको छ देखाएका अप्सनहरूमध्ये। क्वेसन नम्बर 15, मूल जोडीमा उल्लेख गरिए जस्तै सम्बन्धलाई सबैभन्दा सही रूपमा व्यक्त गर्ने शब्दहरूको जोडी छान्नुहोस् भनेको छ। उदाहरणको रूपमा चाहिँ तपाईँलाई अन्वेषण गर्नुहोस् को पत्ता लगाउनुहोस् भए चाहिँ अप्सन नम्बर एमा दिएको छ अनुसरण गर्नुहोस् को स्किम गर्नुहोस्, बीमा दिएको छ अनुसन्धानको सिकाइ, सीमा दिएको छ लेखाइको छपाई र डीमा दिएको छ सोच्नुहोस् को सम्बन्ध बनाउनुहोस् भनेको छ। कुन हुन्छ त साथीहरू यसको सही उत्तर? अनुसन्धानको सिकाइ सही उत्तर रहेको छ। क्वेसन नम्बर 16, निम्न प्रश्नमा प्रश्न चिन्हलाई प्रतिस्थापन गर्ने विकल्प रोज्नुहोस् भनेको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर बी। क्वेसन नम्बर 17, दिएको शब्दहरूलाई अङ्ग्रेजी वर्णानुक्रम अनुसार मिलाउँदा बीच स्थानमा आउने शब्द कुन हो भनेको छ। यहाँ चाहिँ तपाईँहरूलाई विभिन्न शब्दहरू दिएको छ, यिनलाई चाहिँ अल्फाबेटिकल अर्डरमा तपाईँले मिलाउनु पर्ने हुन्छ। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर डी, यो 3 मा रहेको जेन्टल शब्द चाहिँ बिचमा पर्दछ। यी सबै शब्दहरूलाई तपाईँले अल्फाबेटिकल अर्डरमा मिलाउँदा। त्यसै गरी क्वेसन नम्बर 18 मा रहेको छ देखाए बमोजिमका नामहरूलाई वर्णानुक्रम फाइलिङ पद्धति अनुसार मिलाएर एउटा सूची तयार गरिएको छ। यदि उक्त सूचीमा प्रनिशा राईको नाम थप्नु पर्यो भने प्रनिशा राई उक्त सूचीको कतिौं स्थानमा रहन्छ भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी, चौथो स्थानमा। क्वेसन नम्बर 19, निम्नलिखित सूचनालाई विचार गर्नुहोस् र प्रतिलिपि सूचनालाई यसको मूल सूचनासँग तुलना गर्नुहोस्। प्रतिलिपि सूचनामा त्रुटि हुन पनि सक्छन् वा नहुन पनि सक्छन्। यदि दुई सङ्ख्या वा अक्षरहरूको क्रम फरक हुन्छ भने एउटा त्रुटि गणना गर्नुपर्ने छ भनेको छ। यहाँ चाहिँ तपाईँले एउटा ओरिजिनल र एउटा कपी गरिएको डाटा दिएको छ। ओरिजिनलबाट कपी गर्दाखेरि चाहिँ केही त्रुटिहरू भएको छ भने त्यो चाहिँ कति पटक भएको छ भनेर क्वेसन गरेको छ।
यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी। यसमा चाहिँ 2 पटक त्रुटि भएको छ। एउटा चाहिँ यसमा 554 हुनुपर्ने ठाउँमा यहाँ 455 भएको छ। त्यसै गरी यहाँ 2021 हुनुपर्ने ठाउँमा 2012 भएको छ। यसमा चाहिँ 2 ठाउँमा त्रुटि रहेको छ। त्यसै गरी क्वेसन नम्बर 20 मा रहेको छ निम्नलिखित सूचनालाई विचार गर्नुहोस् र प्रतिलिपि सूचनालाई यसको मूल सूचनासँग तुलना गर्दा प्रतिलिपि सूचनामा भएको त्रुटिको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। यो पनि माथिको जस्तै क्वेसन रहेको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर सी। यसमा चाहिँ 3 पटक त्रुटि भएको छ। गोपाल वंशहरूको शासनको केन्द्र कहाँ रहेको थियो? राजतीर्थ, मातातीर्थ, भक्तपुर र नुवाकोट भनेको छ। गोपाल वंशावलीहरूको चाहिँ शासन केन्द्र मातातीर्थमा रहेको थियो। क्वेसन नम्बर 22 नेपालको प्रथम महिला राजदूत तलका मध्ये को हुन्? सोनी राणा, अम्बिका प्रधान, बिन्देश्वरी शाह र सुशीला सिंह भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी। बिन्देश्वरी शाह चाहिँ नेपालको प्रथम महिला राजदूत हुन्। क्वेसन नम्बर 23 देहायको कथनमा कुन कथन ठिक हो? 1 मा दिएको छ साथीहरू पर्जा जाति भन्नाले चेपाङ जातिलाई जनाउँदछ। 2 मा दिएको छ जिरेल जातिको पुरोहितलाई ngोपा भनेर भनिन्छ भनेको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी। भनाइ 1 मात्र ठिक रहेको छ। पर्जा जाति भन्नाले चाहिँ चेपाङ जातिलाई जनाउँदछ। यो 2 को जिरेल जातिको पुरोहितलाई चाहिँ ngोपा भनिँदैन, नाक्सो भनेर भनिन्छ जिरेल जातिको पुरोहितलाई। त्यसै गरी यो ngोपा भनेको चाहिँ राई जातिको पुरोहितलाई भनिन्छ। क्वेसन नम्बर 24 तलको भनाइहरू अध्ययन गरी सही विकल्प रोज्नुहोस् भनेको छ। 1 मा दिएको छ सिख धर्मको पवित्र धार्मिक ग्रन्थ गुरु ग्रन्थ साहिब हो। 2 मा दिएको छ मुस्लिम धर्ममा 1 महिनासम्म रोजा बसी ईद पर्व मनाइन्छ। 3 मा दिएको छ बौद्ध धर्मको धार्मिक ग्रन्थ त्रिपिटक हो। 4 मा दिएको छ जैन धर्मका प्रवर्तक गुरु नानक हुन्। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ साथीहरू अप्सन नम्बर सी। भनाइ 1, 2, 3 चाहिँ सही हुन् भने यो 4 को चाहिँ गलत रहेको छ। जैन धर्मका प्रवर्तक गुरु नानक होइनन्। जैन धर्मका प्रवर्तक चाहिँ महावीर जैन रहेका छन्। क्वेसन नम्बर 25 नेपालको आर्थिक विकासका चुनौती अन्तर्गत तलका मध्ये कुन पर्दछ भनेको छ। 1 मा दिएको छ राजनैतिक अस्थिरता। 2 मा दिएको छ विप्रेषणमा उच्च निर्भरता। 3 मा दिएको छ प्राकृतिक स्रोतको अभाव भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी। भनाइ 1 र 2 मात्र नेपालको आर्थिक विकासका चुनौतीहरू रहेका छन्। क्वेसन नम्बर 26 तलका कथन अध्ययन गरी सही उत्तर छान्नुहोस्। 1 मा दिएको छ बालाजु औद्योगिक क्षेत्रको स्थापना विक्रमसम्वत 2016 सालमा भएको थियो। 2 मा दिएको छ बुटोल औद्योगिक क्षेत्रको स्थापना 2032 सालमा भएको थियो। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी। भनाइ 1 र 2 दुवै ठिक रहेका छन्। त्यसै गरी क्वेसन नम्बर 27 मा रहेको छ तलका भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस्। ए मा दिएको छ फोटोमिटर प्रकाशको तीव्रता नाप्ने यन्त्र हो। बी मा दिएको छ अल्टिमिटर उचाइ नाप्ने यन्त्र हो। सी मा दिएको छ हाइग्रोमिटर वायुको आर्द्रता नाप्ने यन्त्र हो भनेको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी। माथिका सबै भनाइ चाहिँ सही रहेका छन्। क्वेसन नम्बर 28 आर्थिक वर्ष 2080-81 मा नेपालको कुल गृहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति प्रतिशत रहेको छ? 13, 24, 66 र 42% अप्सनहरूमा रहेका छन्। यसको सही उत्तर हुन्छ अप्सन नम्बर ए 13% योगदान रहेको छ। क्वेसन नम्बर 29 सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 मा नेपालमा कति पर्यटकले भ्रमण गरेका थिए? कति हो त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी 11,28,284 जनाले चाहिँ भ्रमण गरेका थिए। त्यसै गरी क्वेसन नम्बर 30 मा रहेको छ पारिस्थितिक प्रणालीका प्रमुख जैविक तत्त्वहरू तलका मध्ये कुन होइन भनेको छ। उत्पादक, परिपोषक जीव, विच्छेदक र उपभोक्ता अप्सनहरूमा दिएको छ।
यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी। परिपोषक जीव चाहिँ पर्दैन पारिस्थितिक प्रणालीका प्रमुख जैविक तत्त्वहरू अन्तर्गत। क्वेसन नम्बर 31, यदि कुनै कर्मचारीले निर्देशन पालना गर्न बारम्बार असफल हुन्छ भने निम्नमध्ये कुन उपाय प्रभावकारी हुन सक्छ? कर्मचारीहरूलाई निर्देशनहरू स्पष्ट रूपमा बुझाउने, निर्देशन उल्लङ्घन गर्दा कठोर दण्ड दिने, निर्देशन परिवर्तन गर्ने, कर्मचारीलाई स्वतन्त्र रूपमा निर्णय गर्न दिने भनेको छ। यसको राइट आन्सर के हुन्छ त? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए। कर्मचारीलाई निर्देशनहरू स्पष्ट रूपमा बुझाउने, यो चाहिँ सही उत्तर रहेको छ। क्वेसन नम्बर 32, तल दिएको चित्रमा कुन अक्षरको विपरीततर्फ रहेको अक्षरको 2 स्थान दायाँतर्फ रहेको अक्षरको विपरीततर्फ रहेको अक्षरको ठिक बायाँतर्फ रहेको अक्षरको दायाँतर्फको दोस्रो स्थानमा रहेको अक्षरको विपरीततर्फ अक्षर आर रहेको छ भनेको छ। एकदमै के अर्कै घुमाउरो क्वेसन रहेको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए, वाइ चाहिँ सही उत्तर हुन जान्छ। क्वेसन नम्बर 33, 17 मा 19 जोडी आएको योगफलबाट 6 ले भाग गरी आएको भागफललाई 2 ले गुणन गर्दा आउने नतिजा कुन हुन्छ भनेको छ। 17 मा 19 जोड्दा चाहिँ 36 हुने गर्दछ। 36 लाई 6 ले भाग गर्दा 6 आउँछ भने 6 लाई 2 ले गुणन गर्दा कति हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर डी, 12 हुने गर्दछ। क्वेसन नम्बर 34, ए र बी मिलेर कुनै काम 30 दिनमा गर्न सक्छन्। उक्त काम बी र सीले 24 दिनमा गर्न सक्छन् र सी र एले 20 दिनमा पुरा गर्न सक्छन्। उनीहरू सबै मिलेर 10 दिन उक्त काम गरेछन् र बी र सीले छोडेछन् भने अब एक्लैले उक्त बाँकी काम कति दिनमा पुरा गर्न सक्छन् पत्ता लगाउनुहोस् भनेको छ। यहाँ चाहिँ 18 दिन, 24 दिन, 30 दिन र 36 दिन अप्सनहरूमा दिएको छ। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन नम्बर ए, 18 दिनमा। क्वेसन नम्बर 35, यदि कुनै कोड भाषामा WHITE लाई 11 र BORD लाई 9 हुन्छ भने व्हाइट बोर्डलाई कति होला भनेको छ। 21, 20, 19 र 18 तपाईहरुको लागि अप्सनहरू दिएको छ। यसमा चाहिँ कसरी हो यो गर्नुपर्ने भन्दाखेरि चाहिँ WHITE व्हाइट कतिवटा अक्षर रहेका छन् त? 5 वटा अक्षर रहेका छन्। 5 × 2 गर्दा कति आउँछ? 10 आउँछ। 10 मा 1 जोड्दा 11 आउँछ। त्यसै गरी BORD मा चाहिँ 4 वटा अक्षर रहेका छन्। यी 4 × 2 गर्दा 8 आउँछ भने 8 मा 1 जोड्दा 9 आउँछ। त्यसै गरी व्हाइट बोर्डमा चाहिँ कतिवटा अक्षर छन् त? 9 वटा अक्षर रहेका छन्। 9 × 2 गर्दा 18 आउँछ। 18 मा 1 जोड्दा कति आउँछ त? 19 आउँछ। त्यसैले यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी। त्यसै गरी क्वेसन नम्बर 37 मा रहेको छ, दिएको मध्ये कुन चित्रले धनुषा सर्लाही र रौथड बीचको सम्बन्धलाई जनाउँदछ भनेको छ। कुन हो त साथीहरू? यसो अनुमान गर्नुस् त। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर डी। यो छुट्टा छुट्टै सर्कलमा चाहिँ हामीले देखाउन सक्छौं। किन भन्दाखेरि चाहिँ धनुषा सर्लाही र रौथड छुट्टा छुट्टै जिल्ला हुन्, यिनीहरूको कुनै सम्बन्ध रहेको छैन। त्यसैले अप्सन नम्बर डी सही उत्तर हुन जान्छ। क्वेसन नम्बर 38, तल दिएको चित्रमा त्रिभुजको संख्या पत्ता लगाउनुहोस् भनेको छ। कतिवटा त्रिभुज छन् त साथीहरू देखाएको चित्रमा? 22 वटा, 23 वटा, 19 वटा र 20 वटा तपाईहरुलाई अप्सनहरू दिएको छ। यसको सही उत्तर हुन्छ अप्सन नम्बर ए, 22 वटा त्रिभुजहरू रहेका छन्। क्वेसन नम्बर 39, हर्क आफ्नो घरबाट 2 किलोमिटर पूर्वतिर गई देब्रेतिर फर्केर 1 किलोमिटर हिँडी पश्चिमतिर फर्की 3 किलोमिटर हिँड्छ भने अहिले ऊ आफ्नो घरबाट कुन दिशामा हुन्छ भनेको छ। साथीहरू यसको चाहिँ तपाईलाई सही अप्सनहरू दिएको छैन। यसको सही उत्तर चाहिँ उत्तर पश्चिम हुने गर्दछ। यसको सही उत्तर चाहिँ तपाईहरुको यहाँ 2 वटा अप्सनहरू मिलाउँदा चाहिँ सही उत्तर बन्छ। क्वेसन नम्बर 40, एकजना मानिस उत्तरतर्फ 2 किलोमिटर हिँड्छ, त्यसपछि ऊ पूर्वतर्फ फर्कन्छ र 10 किलोमिटर हिँड्छ। त्यसपछि ऊ उत्तरतिर घुम्छ र 3 किलोमिटर हिँड्छ। फेरि पूर्वतर्फ फर्केर 2 किलोमिटर हिँड्छ। अहिले ऊ सुरु बिन्दुबाट कति टाढा रहेको छ भनेको छ। यो चाहिँ तपाईले पाइथागोरस साध्यको प्रयोग गरेर गर्नुपर्ने हुन्छ।
यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी 13 किलोमिटर टाढा रहेको छ ऊ चाहिँ अहिले सुरुको बिन्दुबाट। क्वेसन नम्बर 41 राष्ट्रिय जनगणना 2078 अनुसार थोरैदेखि धेरै जनसङ्ख्या भएको जिल्लाहरूको क्रम कुन सही हो भनेको छ। कुन हो त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी मुस्ताङ, त्योभन्दा बढी डोल्पा, रसुवा र हुम्ला। यो क्रम चाहिँ सही रहेको छ, थोरैदेखि धेरै जनसङ्ख्या भएका जिल्लाको क्रम। क्वेसन नम्बर 42 दिगो विकाससँग सम्बन्धित निम्न कथनहरू अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् भनेको छ। एमा दिएको छ दिगो विकास सम्बन्धी अवधारणालाई नेपालको 9औं योजनादेखि समावेश गर्न थालिएको हो। बीमा दिएको छ दिगो विकास लक्ष्य नम्बर 4 गुणस्तरीय शिक्षासँग सम्बन्धित छ भनेको छ। के हुन्छ त साथीहरू यसको सही उत्तर? यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी भनाइ बी मात्र सही रहेको छ। दिगो विकास सम्बन्धी अवधारणालाई चाहिँ नेपालको 8औं योजनाबाट समावेश गर्न थालिएको हो, 9औं योजना होइन। मानव मुटुमा कतिवटा भल्भ हुन्छन्? 1 वटा, 4 वटा, 12 वटा र 16 वटा भनेको छ। कतिवटा हुन्छन् त साथीहरू मानव मुटुमा भल्भको सङ्ख्या? यसको राइट आन्सर रहेको छ अप्सन नम्बर बी 4 वटा हुने गर्दछन्। कोशिका अथवा सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? एस्ट्रोलोजी, जूलोजी, साइटोलोजी र साइकियाट्री भनेको छ। के भनिन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी साइटोलोजी भनेर भनिन्छ कोशिका अथवा सेल सम्बन्धी अध्ययन गर्ने विज्ञानलाई। क्वेसन नम्बर 45 आसियान राष्ट्र म्यानमारको मुद्रालाई के भनिन्छ? किप, क्याट, पेसो र डोङ। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। म्यानमारको मुद्रालाई चाहिँ क्याट भनेर भनिन्छ। क्वेसन नम्बर 46 संयुक्त राष्ट्र सङ्घको झन्डामा रहेको जैतुनको हाँगालाई के को प्रतीकको रूपमा लिइन्छ? समृद्धि, विश्व बन्धुत्व, शान्ति, सहकार्य र एकता। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। संयुक्त राष्ट्र सङ्घको झन्डामा रहेको जैतुनको हाँगालाई चाहिँ शान्तिको प्रतीकका रूपमा लिइन्छ। त्यसै गरी क्वेसन नम्बर 47 मा रहेको छ युएनले सन् 2025 लाई कुन अन्तर्राष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गरेको छ? अन्तर्राष्ट्रिय कोदो प्रवर्धन वर्ष, अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष, अन्तर्राष्ट्रिय जैविक विविधता वर्ष र अन्तर्राष्ट्रिय ऊँट वर्ष। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। यसको सही उत्तर रहेको छ अप्सन नम्बर बी अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षको रूपमा मनाउने घोषणा गरेको छ युएनओले 2025 लाई। क्वेसन नम्बर 48 तल दिएका मध्ये न्यानो टेक्नोलोजीसँग सम्बन्धित कुन हो? स्पोर्ट इक्विपमेन्ट र कम्प्युटर। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर सी 1 र 2 दुवै ठिक रहेका छन्। क्वेसन नम्बर 49 संयुक्त राज्य अमेरिकाका 44औं राष्ट्रपति को हुन् भनेको छ। को हुन् त साथीहरू? युएसए का चाहिँ 44औं राष्ट्रपति। यसको राइट आन्सर रहेको छ अप्सन नम्बर सी बाराक ओबामा हुन्। र अन्तिम क्वेसन नम्बर 50 मा रहेको छ सन् 2025 मा दक्षिण एसियाली किसान सम्मेलन कहाँ सम्पन्न भएको थियो? नेपाल, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान। तपाईँहरूको लागि अप्सनहरू दिएको छ। कहाँ भएको थियो त साथीहरू? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए नेपालमा भएको थियो। यसै गरी अन्य महत्त्वपूर्ण जानकारीको लागि च्यानललाई सब्स्क्राइब अनि भिडियोमा लाइक कमेन्ट गर्न नछुटाउनुहोला। ओके बाई।